हाम्रो एकजना गणेश नेपाली दाई हुनुहुन्छ। उहाँले चाहिँ आत्महत्या गर्नुभएछ। यो चाहिँ एकदमै दुःखद खबर हो हामीजना सबैको लागि। यो न्युज चाहिँ अहिले देशभरि देश विदेशमा एकदमै भाइरल भइरहेको छ। सबैजनाले थाहा पाइसक्नु भएको होला। उहाँलाई उहाँको ब्युटिफुल सोललाई चाहिँ म रेस्ट इन पिस भन्न चाहन्छु। उहाँको स्वर्गमा बास होस्। र उहाँले उठाएको कुरा जायज थियो थिएन, के विषयमा चाहिँ झगडा भएको थियो, आखिर आत्महत्या नै गर्नुपर्ने अवस्था चाहिँ के थियो भन्ने कुरासम्म त अहिले एक्ज्याक्टमा केही पनि खुलेको छैन। त्यसकारणले अहिले म त्यसबारेमा केही पनि बोल्न चाहिनँ। तर नेपाली मर्नुमा चाहिँ उनीहरूलाई यो जुन पार्टीका झोलेहरू छन्, जो चाहिँ सत्ताको विपक्षमा छन्, तिनीहरूले चाहिँ अहिले पार्टीको त्रुटि कसरी देखाउने होला भन्ने कुराहरूको खोजी गर्दा गर्दा यो चाहिँ एउटा अवसर बनेको छ तिनीहरूको लागि, हैन। उनीहरूलाई यो गणेश नेपाली मरेकोसँग कुनै मतलब छैन, कुनै वास्तै छैन तिनीहरूलाई। त्यो दुःखी त्यो परिवारप्रति दुःख भयो होला, यो भयो होला, ओला त्यो प्रति तिनीहरूले 1% पनि सोचेकै छैनन्। तिनीहरूलाई मतलब छ त सत्ताको त्रुटि कसरी देखाउने, यो सत्तामा बसिरहेको मान्छेहरूलाई चाहिँ कसरी गिराउने, जनताहरूमा कसरी भ्रम फैलाउने, जनताहरूलाई कसरी आफ्नो पक्षमा ल्याउने र तिनीहरूको पक्षमा भएको जनतालाई फस्काउने भन्ने कुराहरू मात्र मेन्टालिटी भएको छ। र यस कुराले चाहिँ यो कुरामा चाहिँ सबैको ध्यान जान जरुरी छ र सबैले बुझ्नुपर्ने जरुरी हो। प्रोटेस्ट गर्नुपर्छ, मैले गर्नु पर्दैन भने होइन, पीडितले न्याय पनि पाउनु पर्दैन भने होइन। तर विषयवस्तुभन्दा बाहिरका कुराहरूमा गएर सरकारले यो गर्यो ऊ गरेन, यस्तो अहिलेसम्म यो वर्ल्डमा कतिवटा देश छन्, कुनै पनि देशमा कुनै पनि मान्छे सत्तामा बस्दाखेरि सबै कुरा 100मा 100% निर्गुण हुन्छ, 100मा 100% सबै समाप्त हुन्छ भन्ने हुँदैन। देश हो, देशमा मानिसहरूबाट घटना घटिरहेको छ। अब त्यो त्यहाँ चाहिँ सबै मान्छेको एउटै सोच हुँदैन। अब त्यहाँ आगो लाग्यो, उसले चाहिँ आफ्नो बडीमा आगो लगायो, त्यो झगडा पर्यो, त्यहाँ त बालेन्द्र शाह त थिएन नि। घटना घट्ने बेला के ऊ सुपरम्यान हो र त्यहाँ जानलाई चाहिँ गएर रोक्नलाई? त्यो हो, गल्ती भएको हो, त्यहाँबाट गल्ती भएको हो। अब यसपछिको प्रोसेसमा चाहिँ यदि उसले कारवाही गरेन, सरकारले केही पनि गरेन, त्यो कुरालाई हेलचेक्राइ गर्यो, वास्ता गरेन भन्ने जस्तो कुराहरू क्वेसनहरू आयो भने चाहिँ तपाईँहरूले सरकारलाई भन्न सकिन्छ। तर सरकारले गर्दा नै त्यो मान्छे मर्या हो, सरकारले गर्दा नै त्यो कुरामा चाहिँ अलि सही छैन। किन रोजीरोटीको लागि चाहिँ काम गर्नुपर्छ, होइन। सबैजनाले काम गर्नुहुन्छ, काम गर्नुपर्छ। यो देशको स्थिति नै यस्तै छ। एकैचोटिमा सबै कुरा युरोपियन कन्ट्री जस्तो एकैचोटिमा भइहाल्ने, डेभलपमेन्ट भइहाल्ने भन्ने कुरा हुँदैन कुनै पनि कुरा, होइन। टाइम लाग्छ, हो, बिस्तारै हुँदैछ सबै कुरा। पहिलाभन्दा केही चेन्जेसहरू पनि पाएका छौँ। केही कुरा केही पक्षमा केही हदसम्म नराम्रो पनि हुनसक्छ। तर मैले भन्न खोजेको के भन्दाखेरि कुनै मान्छे मर्छ, मरेको लासको समेत यिनीहरूले के फाइदा आउँछ आफूलाई भन्ने कुरा सोच्न थालिसके नेपालमा। यो एकदमै दुःखद कुरा हो हाम्रो लागि, होइन। जो हामीभन्दा अघिल्लो आउने जेनेरेसनको लागि, अहिले हामीले सहिरहेको जेनेरेसनको लागि। म कुनै बालेन्द्र शाहको भक्त होइन, म कुनै राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै कार्यकर्ता पनि होइन, म केही पनि होइन, सदस्य पनि होइन। एक्ज्याक्ट कुरा के हो मैले त्यो चाहिँ भन्न खोजेको होइन। म कुनै पनि पार्टीमा आबद्ध छैन अहिलेसम्म र रहन पनि रहँदैन। म एउटा स्वतन्त्र नागरिक हो। मैले आफ्नो विचार चाहिँ राख्न मात्र खोजेको। र त्यो मरेको मान्छेको प्रति पीडा देखाउनुको सट्टा चाहिँ उसको मरेको शवको मौका र अवसर जस्तो मानेर ठानेर उसको आधार लिएर चाहिँ यो फाइदा उठाउनु चाहिँ एकदमै गलत छ, होइन। मैले त्यहाँ देखिरहेको हुन्छ आन्दोलनमा गएका कुनै पनि व्यक्तिहरू त्यहाँ सर्वसाधारण भन्दा बढी पार्टीका कार्यकर्ता र पार्टीका झोलेहरू छन्। र अहिले म अङ्कित गर्न चाहन्न को छ, को थियो, को थिएन भन्ने कुरा। तर यो कुरा एकदमै नराम्रो हो, होइन। यो कुरा सबैले बुझ्न जरुरी छ।